안녕하세요 여러분 नमस्कार छ यहाँहरुलाई म मिलन राई सधैँको जस्तो तपाईहरुलाई आज पनि फाल्गुवाहेते 8 अध्यायको बारेमा चाहिँ चोगम पुरो फोगोसी फोकाजीको अलिकति केही भनौं भनेर अथवा सलमान आगोसी फोकाजीको है व्याख्या गर्न चाहेको कारणले आज पनि उपस्थित भएको छु यरा बनुन है यहाँहरुले चाहिँ मैले त्यही सधैँ जस्तै भन्छु अब स्टप गरेर तपाईहरुले मिनिङहरु चाहिँ लेख्न सक्नुहुन्छ है म अब तपाईहरुलाई छासै सलमान हाल्थे नि का अब सम्पूर्ण रूपमा व्याख्या गर्दिने भएकोले सुलसुनुन चोकुम हिमदुल थे नि का अलि गाह्रो हुने भएको कारणले भिडियोलाई चाहिँ पज गरेर लेख्न अनुरोध गर्दै र भनेको भन्छ आज स्वागत गर्दै फाल्गुवारुल सिजाकागे सुम्निदा 8औं अध्यायलाई म तपाईहरुलाई सुरु गर्न गइरहेको छु हस् त भिडियोमा हेर्दिनु होला अब त्यसो भएपछि अब फाल्गुवा रहेछ खाजोक भन्दछ खाजोक गुवा है परिवार र यो कन्सोनेन्ट इन्डिङ भएकोले गुवा लगाइन्छ वा गुवा हागो भनेको रसँग भन्ने बुझिन्छ थाहा छँदैछ त्यसरी तपाईहरुलाई भवेल इन्डिङ भयो गुवा लगाइन्छ अनि खाजोक गुवा छिन्गु भन्छ परिवार र साथी है आजको पाठ भनेको यो रहेछ हाम्रो त्यसो भइसकेपछि तल आजको थेवामा के रहेछ त संवादमा भन्दा आबोजी के छ यहाँ के छ भनेको छ जीवले जीवलाई जीव चाहिँ भन्ने अर्थ जनाउँछ यो ठुलो मान्छेलाई लगाउँछ त्यसैले बुबा जीव चाहिँ बुबा जीवको चाहिँ खिगा भनेको उचाइ खि भनेको उचाइ गा भनेको पार्टिकल हो खिगा खुदा भनेको उचाइ अग्लो हुनु खुसी नै हो ओहो अल्गो हुनु त रहेछ नि भन्छ यो नेयो भन्ने आएको रहेछ आज यहाँनेर चाहिँ नेयो भनेको चाहिँ साधारण आश्चर्य र साधारण प्रशंसा गर्दाखेरि वक्ता श्रोता दुवैले तत्कालै थाहा पाएको कुरालाई चाहिँ भन्ने बेलामा अथवा आश्चर्य र अलिकति चाहिँ भन्नुस् न प्रशंसा गर्ने बेलामा लगाइन्छ हैन वक्ता श्रोता दुवैलाई चाहिँ हेरेर अहिले तत्कालै थाहा भएको सासिल भन्छ के सत्य कुराको बारेमा रहेछ नि हो रहेछ नि ओहो भन्ने अर्थ लाग्दछ ठुलो हुँदो रहेछ नि अथवा अल्गो रहेछ नि भन्छ किनभने यहाँ फोटो हेर्दैछ फोटो हेरेर त्यसपछि बुबाज्यूको उचाइ त अल्गो रहेछ नि भन्छ त्यस्तै खिगा खुगो यहाँनेर गो भिएसटी प्लस गो भनेपछि र अथवा एर है फरक भवहरुलाई जोड्ने बेलामा चाहिँ गो लगाइन्छ उचाइ अग्लो र मसिसुसे हो राम्रो देखिनुहुन्छ भनेर भन्दछ है मसिता भनेको राम्रो देखिनु हो छाल सेङ्गिदा भनेको चाहिँ ह्यान्डसम हुनु भन्ने लाग्दछ आजको ग्रामरमा चाहिँ के छ भन्नुहुन्छ भने सी र उसी रहेछ यो भनेको है यो एबीएसटी सँग लाग्छ साथीहरु है एबीएसटी सँग लाग्ने गर्दछ ई बक्सनु भन्ने अर्थ लाग्दछ यो एकदम हाइली रेस्पेक्ट गरेको हो यो है यो एबीएसटी सँग लाग्ने गर्दछ ई बक्सनु भन्छ यसको है ई अनि बक्सनु ई बक्सनु भन्छ है यो हाम्रो पनि ठुलो मान्छेहरुलाई त्यही भनिन्छ नि ई बक्सन छ यता उता भनिन्छ नि हो यसै यो हाइली अनरिफाइड भन्छ हैन धेरै नै आदर गरेर बोल्दाखेरि ठुलो मान्छेहरुसँग यो लगाउने कुरा गरिन्छ त्यस्तै गरेर आज खाजोक रहेछ है अनि गो भनेको चाहिँ यो फरक है अब त्यसैले अब यो चाहिँ एबी एक्युबीएसटी हैन यङसँग नि प्रयोग गरिन्छ विशेषणसँग पनि अनि त्यसपछि आएर एक्सन भबसँग नि प्रयोग गर्न सकिन्छ र एरा है फरक किसिमको दुईटा क्रियाहरुलाई जोड्दाखेरि हैन अब जस्तो फाबुल मक्को भात खाएर होइसाए खायो कम्पनी जान्छु हैन आछिमेनुन छुपको बिहानमा चाहिँ चिसो हुन्छ र नाजे नुन दिउँसोमा चाहिँ थवायो हैन तातो हुन्छ हो यसरी बिहान चिसो हुनु दिउँसो गर्मी हुनु हो त्यसै फरक प्रकृतिका क्रियाहरुलाई यसरी जोड्दा र एर त्यस्तै फाबुल मक्को भात खाएर हाक्योरो खायो अथवा विद्यालयतिर दिन्छु अथवा छिङगुरुलमा नरा खायो साथीलाई भेट्न जान्छु हो यसरी है खानु भेट्न जानु यसरी फरक कुराहरुलाई त्यस्तै अब अघिमा आज भोकाबुलरीमा शब्दमा चाहिँ के रहेछ के अरे फ्यामिली परिवार है खाजो त्यस्तै वेमो भनेको बाहिरी स्वरूप वा र संज्ञक भनेको चरित्र त्यस्तै मुन वा छङ्बो भन्छ संस्कृति र जानकारीमा चाहिँ के रहेछ भन्दाखेरिलाई नोफिम मालवा उच्च आधारथी भाषा र फानवाल भनेको ठाडो भाषा है आधा कुरा भन्न मिल्दैन फान भनेको चाहिँ हामी भलै आधी भन्छौं हैन यलदुसी फान 12:30 बजी फान फाजी हाफ पाइन फान फाल हाफ बाउला भन्छौं तर फानवाल भनेको चाहिँ यो ठाडो भाषा भन्ने बुझ्नुपर्छ आधी कुरा भन्ने होइन ठाडो भाषा भन्नु है त्यस्तै सिकाइको उद्देश्यमा हेर्नुस् खाजो गुवा परिवारसँग छिङ्गुए थे भनेको
यसरी परिवार र छिन्गुएते साथीको बारेमा मुद्को सोधेर थेदा फाल्सुइता उत्तर दिन अथवा जवाब दिन सकिन्छ अरे। वेमो वा बाहिरी स्वरूप र संज्ञक एते भनेको चरित्रको बारेमा चाहिँ माराल सुइता कुरा गर्न सकिन्छ। ल अघि हेर्नुहोला शब्दावलीमा खाजोक रहेछ परिवार रहेछ। जस्तै अब यो भनेको चाहिँ नै बोथोङमाल भयो सामान्य हैन, यो इरुम भनेको बोथोङमाल भन्छ यसलाई। यो चाहिँ नोफिममाललाई आदरार्थी गरेको है, यसलाई चाहिँ बोथोङ भन्छ है। बोथोङ भनेको सामान्य कालमा बोलिने हैन। अब चिनजान आदि इत्यादि हाम्रो आफ्नो साथीभाइहरूलाई अथवा सानो मान्छेहरूलाई प्रयोग गर्ने हो यो हैन, नचिनेका मान्छेहरूलाई। तर ठुलो मान्छेहरूलाई सोद्धा चाहिँ अलिकति हामीले धेरै नै याद गर्नुपर्ने हुन्छ। कोरियामा चाहिँ यो रेस्पेक्ट भनेको चाहिँ कोरियामा सबैभन्दा ठुलो कुरा हो र रेस्पेक्ट आदर र नियमले नै चलेको हो। यसलाई बोथोङमाल भन्छ। यता चाहिँ इरुमको के हुन्छ, सङ्घाम हुन्छ। छिप भनेको घर हो, थेक भनेको निवास, त्यस्तै नायु भनेको उमेर हो भने यन्से भनेको शुभ उमेर, ठुलो मान्छेलाई लगाइन्छ यो भनेको चाहिँ नोफिममाल है। त्यस्तै गरेर हाराबजी हजुरबुवा, हालमनी हजुरआमा, फुमोनिम भन्छ। माता पिता दुवैलाई हामी फुमोनिम भन्छौँ है। आबाजीलाई ओप्पा पनि भन्ने चलन छ उनीहरूले र अमनीलाई अम्मा भन्ने चलन छ। यसलाई दुवैजनालाई हामी मिलाएर के भन्यौँ, फुमोनिम भन्यौँ है। त्यस्तै अब बुवा आमाबाट यता हेर्नुहोस् है। ना भनेको म है, नामजा केटा। अब परिवारको सदस्यहरूलाई कसरी सम्बोधन गर्ने त भन्दाखेरिलाई अब आने भनेको श्रीमती हो, यसलाई फुइन पनि भनिन्छ है। तपाईँलाई थाहा छ यो कुरो, फुइन भनिन्छ, फुइन पनि भनिन्छ, फुइन पनि भनिन्छ। आने फुइन। अब यजाबाट यदोङसिङ बहिनी, नामजाबाट नामदोङसिङ भाइ। त्यस्तै गरेर ह्याङ भनेको चाहिँ तपाईँको बहिनीले भन्छ, लेडिजले भन्ने हो है। अब हामीले भन्दा चाहिँ यसरी हामीले भन्ने है। यो भनेको ह्याङ भनेको चाहिँ हामीले भन्ने हो, दाजु हो। अनि हामीले नुना भन्ने हो है, दिदीलाई नुना भन्ने हो। त्यस्तै गरेर अब ना यजा म केटी भएको बेलामा चाहिँ जस्तै केटीले चाहिँ ओप्पा भन्नु दाजुलाई, अनि त्यसपछि आएर दिदीलाई चाहिँ के भन्नु त, अन्नी भन्यो है। त्यस्तै गरेर नाम्फ्यान भनेको श्रीमान भएको। अब यहाँ तल आदल छोरा, ताल छोरी। त्यस्तै गरेर अब ह्याङ्जे भनेको दाजुभाइ, छामे भनेको दिदीबहिनी, नाम्मे भनेको दाजुभाइ तथा दिदीबहिनी है। अब शब्दहरू हेरौँ है। फिजा पिजा भइगयो। फिबिमफाप भनेको धेरै कुराहरू मिसाएर कटौरोमा चम्चाले मुछेर खाने भात हो। त्यसको साजिनहरू हेर्न सक्नुहुन्छ गुगलबाट है। अन्डा सन्डा लगाएको हुन्छ, माथिबाट चाहिँ अन्डाको एउटा चाहिँ तारेको हुन्छ भने त्यसमा किमाहरू हुन्छ, च्याउहरू हुन्छ, सागहरू हुन्छ, त्यसपछि मिनारी पनि हुन्छ कुनै कुनै। अनि त्यसमा चाहिँ हामीले चाहिँ नि के हो त, कोचुजाङ खोर्सानीको पेस्टहरू लगाएर मुछेर खाने। अनि भटमासको जमरा। मादाङ भनेको याड भन्छ, आँगन हो। त्यस्तै छाङमुन झ्याल भइगयो। ताक्था भनेको चाहिँ पुच्नु है, वाइफ चाहिँ होइन कि वाइफ, पुच्नु। खुरीमूल फोगो चित्राएर मुन्जाङ्गुल वाक्यलाई चाहिँ वानसँग आशय पूर्ण गर्नुहोस् भन्छ। जस्तै यो ठुलो मान्छे हो फोगी है, केही भनाइराख्दैछ। हालमनी मारादाबाट मालसुम हाँसिदाबाट है। मालसुम हादाबाट यहाँनिर मालसुम हा भएर सी लगायो अनि बनिदा लगायो भवेल इन्डिङ भएर यहाँ परिवर्तन भएपछि भनाइराखी बक्सन्छ, कुरा गरी बक्सन्छ। अब छुदाको के हो त, छुमुल छुदाको यहाँ चाहिँ के हुन्छ भन्नुहुन्छ भने छादाको के हुन्छ भन्नुहुन्छ भने छुमुसिदा हुन्छ। अब त्यसपछि यो चाहिँ के हुन्छ, हाराबजीका बुबा हजुरबुवा चाहिँ अब कहाँ कुनै ठाउँमा अथवा छिम्दे छुमु अनि सिदाबाट सिमनिदा लगाउनुपर्छ है। आराम गरी बक्सनुहुन्छ अथवा सुती बक्सनुहुन्छ है। छुमु सिमनिदा यसरी हुन्छ साथीभाइ हो, आराम गरी बक्सनुहुन्छ। यो छादाको हो। त्यस्तै अब थुसिमनिदा हुन्छ यसमा चाहिँ मक्ताको थुसिदा हो साथीहरू। अब फेरि छिन्जी भयो भने चाहिँ के हुन्छ अरे त, छिन्जी भनेको चाहिँ भोजन हो। भोजन भनेको ग्रहण गर्नुलाई चाहिँ छाप्सुसिदा हुन्छ है साथीहरू, फरक छ त्यसमा। छिन्जी भने चाहिँ छाप्सुसिदा लाग्छ। अब यो आछिम भनेको आछिम उल आएको छ क्या बिहानको खानालाई। फेरि ए भयो भने चाहिँ आछिमे भयो भने चाहिँ समय हुन्छ नि साथीहरू,
यो ए लाग्यो भने चाहिँ समय जनाउँछ, उल भनेपछि खाना जनाउँछ। हालमनिका हजुरआमाले चाहिँ आछिमुल बिहानको खानालाई चाहिँ थुसिम्निदा लिइबक्सनुहुन्छ। अब हारबजीका फाँगे भन्छ हजुरबुवा चाहिँ कोठामा इत्ताको खेसिदा हुन्छ क्या साथीहरू है। यो पढिसक्नु भएको छ होला तपाईँहरूले। त्यसपछि अब खेसिदा भनेपछि अब खेसिम्निदा हुन्छ यसमा है, होइ बक्सनुहुन्छ बसी बक्सनुहुन्छ भन्ने अर्थ लाग्छ। खेसिम्निदा हजुरबुवा चाहिँ कहाँ हुनुहुन्छ अरे त, कोठामा रहिबक्सनु भएको छ। ल सी उसी भन्छ ई बक्सनु। अघि नै तपाईँहरूलाई माथि पनि मैले भनेको थिएँ ई बक्सनु भन्ने अर्थ लाग्छ। ठुलो मान्छेलाई रेस्पेक्ट गरेर बोल्दाखेरि है ई बक्सनु, गई बक्सनु, आई बक्सनु, खाइ बक्सनु भने जस्तै हो। ल पढौँ ल। कन्सोनेन्ट भएपछि यो उ लाग्छ, भवेल भएपछि यो सिईमा लाग्छ है, यो भने भिईमा लाग्छ है साथीहरू। यो सिधा चाहिँ भवेल इन्डिङमा। र ल फाँसीमा आयो भने चाहिँ साथीहरू ललाई हटाउने गरिन्छ। यहाँनिर तल हेर्नुहुन्छ है। ल सी उसी नुन है, ई बक्सनु हुन्छ नुन चाहिँ थोङसा ह्याङसा क्रिया विशेषणमा फुथ टाँसेर मुन्जाङे वाक्यको है छुजेगा भनेको कर्तालाई चाहिँ नोफिमे भनेको एकदम उच्च आदर, बुझ्नुभयो भएन, उच्च आदरको थेसाङे मूल उद्देश्य अथवा लक्ष्य गरिएको, लक्षित गरिएको कुरालाई चाहिँ भएको कुरालाई नाथानिन्दा देखाउँछ अरे क्या। एकदमै उच्च आदर है, सब्जेक्ट विषयवस्तुलाई है यो छुजे विषयवस्तुलाई चाहिँ हामीले उच्च आदर गरिएको कुरा चाहिँ यसले जनाउने गर्दछ अथवा देखाउने गर्दछ भन्छ। जस्तै फाछिम इस्सुमे हुनुहुन्छ, फाछिमी इस्सुल्थे, फाछिम भयो छ भने चाहिँ उसी लाग्छ। जस्तै इक्ताको इल्गुसेयोबाट इल्गुसिम्निदा पढी बक्सनुहुन्छ। यो पढ्नुहोस् भनेको होइन है साथी हो, यो पढ्नुहुन्छ भन्नु खोजेको। त्यस्तै फाछिम हप्सुल्थे फाछिम छैन र फाछिम रिउलिल्थे फाछिम ल छ भने सी है। जस्तो फोदाको के हो त फोसेयो अथवा फोसिम्निदा हेरी बक्सनुहुन्छ। यो ल कहाँ हटेको छ भन्ने यहाँनिर छ, हेर्नुहोस् यहाँनिर। अब हालमनि के छ, हजुरआमा चाहिँ टेलिभिजन होल टिभी चाहिँ फोसेयो हेर्नुहुन्छ। यो हेर्नुहोस् होइन है साथी हो, हेर्नुहुन्छ। ठुलो मान्छेलाई रेस्पेक्ट गरेको हो, हेर्नु हुन्छ है। त्यस्तै अमनी के छ, आमाज्यूले चाहिँ उम्सिगुल खानेकुरालाई चाहिँ मान्दुल्दाको ल आउट भएर हिमान्दु सिम्निदा बनाइ बक्सनुहुन्छ। त्यस्तै हारबजी के छ, हजुरबाले चाहिँ सिनमुनुल पत्रिका चाहिँ इल्गु सिम्निदा पढी बक्सनुहुन्छ है साथीहरू। के छ भनेको लेलाई चाहिँ है फरक तरिका, पछाडि सेन्टेन्स जे छ त्यही अनुसार फरक परेर जान्छ साथीहरू। ल हेर्नुहोस् अब के भन्छ, ससुर ए भन्छ। अब व्याख्या अथवा वर्णन गरिएको भाषा अथवा कुरामा चाहिँ छुचे भनेको विषयवस्तुलाई नोफिनुन, व्याख्या गरिएको विषयवस्तुलाई नोफिनुन भनेको आदर गर्ने। सी उसीगा भनेको जिउले चाहिँ इसोम्यान छ भने भयो भने, छुसा भनेको प्रिपोजिसन है साथीहरू, प्रिपोजिसन विभक्ति भन्नुहोस्। ईगा थेसिने, ईगाको सट्टामा केस चाहिँ उन्नुन थेसिने पनि केस नुन, केसलाई चाहिँ सायमभन्दा प्रयोग गरिन्छ। अघि नै मैले भनेको थिएँ यो केस आएपछि सिचुएसन अनुसार होइन, केस लगाएपछि ले पनि हुन्छ चाहिँ पनि हुन्छ, त्यो सिचुएसन अनुसार। के त यहाँ हेर्नुहोस् त इगा ले हो, त्यसको थेसिनमा पनि केस लगाइन्छ, उन्नुन चाहिँ थेसिने पनि केस नै प्रयोग गर्न सकिन्छ। पछाडिको वाक्य के छ त्यहाँमा डिपेन्ड हुन्छ, ले हुन्छ कि चाहिँ हुन्छ भन्नु खोजेको। त्यस्तै आबुजी के छ नै बुबाज्यू ले भएन अब यहाँनिर, किन त यहाँ चिनारी प्रस्तुत गरेको छ। चिनारी प्रस्तुत गरिन्छ सामान, चिज, वस्तु, ठाउँ आदि इत्यादि पेसाको भने त्यसमा नुन लगाइन्छ। चाहिँ को चाहिँ के हो, कहाँ चाहिँ क्या हो, कति बजीमा चाहिँ के गर्नुहुन्छ हो त्यसरी। त्यसै बुबा चाहिँ को चाहिँ अरे त बुबाज्यू चाहिँ वेसाउन निसिनिदा कम्पनीको कर्मचारी होइबक्सन छ यसरी। अब यतातिर जानुभयो भने फोगी वा काछी उदाहरण सँगसँगै मुन्जाङ वाक्यलाई वानसँग आशय पूर्ण गराउनुहोस्। जस्तै वाङमिन सिनन, वाङमिनजी चाहिँ किसुक साए होस्टेलमा चाहिँ इस्सयो हुनुहुन्छ अरे।
अब सी भनेपछि जी उसलाई चाहिँ नि रेस्पेक्ट गर्नुपर्ने हो। इसयकै यहाँ के हो खेसेयो बनाएको सकिएको इत्ताको खेसिदा हो। फान्जाङनिम के छ अब यो साथी हो साथी भएपछि इसय छ त्यसै फान्जाङनिम भनेको टिम लिडर हैन टिम क्याप्टेन ज्यू चाहिँ सामुसिरे अफिसमा खेसे हो होइ बक्सन छ। यसरी ठुलो मान्छेलाई चाहिँ आदर गर्नु पर्यो। कुनको आदरार्थी माल के हो भाषा के हो त्यो बुझ्नु पर्यो। जस्तो यहुन भन्छ दाजु चाहिँ फाजिर एकसरी फिजारुल मगयो खान्छ अरे क्या दाजुले चाहिँ के खानुहुन्छ अरे त पिज्जा खानुहुन्छ अरे अब मक्ताको थुसिदा ल्याउनु पर्यो क्या। हालमनी के छन् हजुरआमाज्यूले चाहिँ फिम फाबुल अब मक्ताको के हो त हाम्रो नोफिमाल थुसिदा हो। त्यसपछि थु सेयो अथवा थुसिम्निदा जे लगाउनुहुन्छ है थुसेयो थुसिम्निदा अब दुईटामा एउटा लाउन सक्यो हामीले थुसिम्निदा है। थुसिम्निदा ल त्यस्तै अब नुना नुन फाङ्गुल छङ्सो हेयो भन्छ दिदी चाहिँ कोठालाई सफा गर्छिन्। आरब एजुकेसन हुन् हजुरबुवाले चाहिँ मादाङ्गुल आँगनलाई चाहिँ अब छाङ्सो हासिम्निदा हुन्छ यहाँनिर छङ्सोबाट चाहिँ हादाबाट के भयो त भन्दाखेरि हाम्रो छङ्सो भइहाल्यो। अब नाउन हो यो हादा आफैमा पूर्ण होइन यो नाउनसँग टाँसिएर आउँछ छङ्सो। अब हादाको हाम्रो भिएसटी के हुन्छ त भन्दा हा हुन्छ। अब भबै लिनिङ भयो त्यसपछि हा प्लस अनि सिधा लाएर सेयो लगाउनुहोस् सेयो लगाए नि भयो सिम्निदा लगाउनु भयो नि हुन्छ है एनी अफ देम वान अफ देम। त्यस्तै गरेर थोङसेङ्गी भाइले चाहिँ सुपर मार्केटै खाए भाइ चाहिँ सुपर मार्केटमा जान्छ अरे खादाको अब खासिम्निदा अथवा खासै हो। आबोजी के छ त बुबाज्यू पनि सुपर मार्केटमा माकेसे सुपर मार्केटमा चाहिँ खासै हो अथवा खासिम्निदा जे लेख्नुहुन्छ है। जे लेख्नु भयो नि हुन्छ। त्यस्तै ओप्पाका दाजु चाहिँ टेलिभिजन फायो टिभी हेर्नुहुन्छ। हालमनी के छ त हजुरआमाज्यूले पनि टेलिभिजनलाई अब फोदालाई फोसेयो बनाउनुहुन्छ कि फोसिम्निदा जे लगाउनु सिधा लगाउने हुन्छ ऊ सिधा लाने अब ल माथि सेयो लगाए यहाँ सिम्निदा फोसिम्निदा लगाइदिन्छु ल भवे लिनिङ भएर फोसिम्निदा हेरी बक्सनु हुन्छ। फोगिवा काछी उदाहरण सँगसँगै थेवारुल संवादलाई वानसँग आशय पूर्ण गराउनुहोस् भन्छ। जस्तै अमनी के छ आमाज्यूले जिउ चाहिँ अब यहाँ ले होइन चाहिँ हुन्छ है साथी हो किन त को चाहिँ के गर्दैछ। माताज्यू चाहिँ महसुल हासिम्निका के गरी बक्सनुहुन्छ त है। त्यसै गरी अब के भन्छ त अमनी के छ माताज्यू चाहिँ छङ्सुरु हासिम्निदा सरसफाइ गरी बक्सनुहुन्छ सकियो। अब तल चाहिँ सिधा उसिधै लगाउनु पर्यो यहाँ चाहिँ। जस्तो इल भने हरबजी के छ बुबाज्यूले बुबाज्यू चाहिँ यसरी हजुरबुबाज्यू चाहिँ महसुल हासिम्निका के गरी बक्सनुहुन्छ। अब छेक भनेको किताब हो अब त्यसमा के हुन्छ इक्ता हुन्छ साथी हो के हुन्छ अरे इक्ता। त्यसपछि इक्ताको हाम्रो भिएसटी के हुन्छ इक हुन्छ इक भएपछि कन्सोनेन्ट इन्डिङ हो। त्यसपछि के हो त उसिम निदा उसिम्निदा। त्यस्तै गरेर अब हालमनी के छ हजुरआमाज्यू चाहिँ महसुल हासिम्निका के गर्नुहुन्छ कफिरुल मासिम्निदा होइन मासिदाबाट मासिम निदा है पिउनुहुन्छ अथवा पी बक्सनुहुन्छ। क्रिया ल्याउने सिधा उसिधा लगाउनुहोस्। आबजी के छ बुबाज्यू चाहिँ महसुल हासिम्निका के गर्नुहुन्छ ताकु सिम्निदा होइन ताक्ता भनेको के हो पुस्नु होइन। त्यसो भएपछि अब ताकु सिम्निदा सक्यो ताकु सिम्निदा है। त्यसपछि अमनी के छ माताज्यू चाहिँ महसुल हासिम्निका के गरी बक्सनुहुन्छ भन्छ यी हुम्सिगुल मान्दुल्ला अथवा योरी हादा है योरी हासिम्निका हुम्सिगुल मासिम्निदा सकिएको। संवाद हेर्नुहोस् यी इङ्ग्लिसमा लेखिदिएको छ साथीहरू है। यही सिधा उसिधा लगाएको फुवाङसी अमनी के छ हान्गु के खेसेयो भन्छ माताज्यू चाहिँ यहाँ चाहिँ भयो फेरि यहाँ है कोरियामा होइ बक्सन्छ भन्छ ने काछी सारायो हजुरसँगै बस्छौँ। अमनी के छ माताज्यू चाहिँ हान्गु के छ कोरियामा चाहिँ मुसुनिरुल हासेयो के काम गरी बक्सनुहुन्छ
भियतनाम सिक्ताङे छ भियतनाम रेस्टुरेन्टमा यी रासेयो काम गरी बक्सनुहुन्छ अमनी के छ माताज्यूले चाहिँ योरी रोल खानेकुरा चाहिँ छारासेयो राम्ररी पकाउनुहुन्छ अथवा मिठो पकाउनुहुन्छ है। ल हेर्नुहोस् छेसी थिन फेवानुल भन्छ प्रस्तुत गरेको अभिव्यक्तिलाई चाहिँ हार्याहाया प्रयोग गरेर थेवा एफोसेयो संवाद गरी हेर्नुहोस् भन्छ। जस्तो कि यहाँ के छ त भन्नुहुन्छ भने इन्डोनेसिया देशको नाम हो इन्डोनेसिया आबजी बुबा वैसावन कम्पनीको कर्मचारी थेगु थाइल्यान्ड अमनी माता खानोसा नर्स यसैलाई संवाद गरियो। यो माथि देखियो कालो पार्टको संवाद भएको छ यो निलो पार्टलाई चाहिँ हामीले फेर्ने जस्तो थेगुकमा यो लगिदिने अमनीमा यहाँ आबजीमा यो लगिदिने खानोसामा यो लगिदिने यति मात्रै है साथीहरू। जस्तो अमनी के छन् हुन् माताज्यू चाहिँ अदि यसरी फुमनिम रहेछ फुमनिम के छ अभिभावक चाहिँ अदि कुन ठाउँमा चाहिँ खेसेयो रहिबक्सन हुन्छ इन्डोनेसियामा खेसेयो होइबक्सन छ। आबजी के छन् बुबाज्यू चाहिँ मुसुनिरु लासेयो के काम गरिबक्सन हुन्छ त वैसावनी इसेयो इदाबाट है साथी हो इदा भनेको हुनु क्रिया हो त्यहीबाट इदा भएपछि इसेयो भएको इ अनि भवेल इन्डिङ हो सेयो हुनुहुन्छ अथवा होइबक्सन छ। ल यसलाई चाहिँ अब यसलाई हामीले प फ यसरी उच्चारण गर्ने त्यही नै भनेको छ प फ होइन इफ सूर्य भन्छ जीव ओठबाट चाहिँ खोङ्गीका फारेनले भनेको फिजारेर हावालाई फिजारेर भन्छ यो तपाईँले पढिसक्नु भएको छ। अब यो चाहिँ पढौँ। अब पारुदा भनेको के हो त छिटो हुनु फादा गतिमा लाग्छ यो त्यो चाहिँ फादा भनेको समुद्र फादो भनेको चाहिँ छाल है समुद्रको छाललाई ल अभि इभनमा शब्दावली 2 मा येपुदा सुन्दर हुनु मसिद्दा राम्रो देख्नु खुयप्ता क्युट एकदम मायालु सानो बच्चाहरुमा लाग्छ छाल सेङ्गिदा भनेको ह्यान्डसम हुनु है। त्यस्तै गरेर खिगा खुदा भन्छ उचाइ अग्लो हुनु साथीहरु अनि त्यसपछि खीमा गा चाहिँ अनिवार्य लाग्छ है साथीहरु खिगा भनेको उचाइ अग्लो हुनु भन्छ। त्यस्तै गरेर अर्को चाहिँ तपाईको खिगा छाक्ता भन्छ उचाइ होचो हुनु। त्यस्तै मरिगा खिल्दा कपाल लामो हुनु मरिगा चाल्ता भनेको कपाल छोटो हुनु। छेमिता एकदम इन्ट्रेस्टिङ हुनु हैन रमाइलो हुनु। छिन्जरादा दयालु हुनु छाकादा मन राम्रो हुनु मन राम्रो। फुजिरनादा मेहनती हुनु जाँगरिलो हुनु। वारवरादा फुर्तिलो हुनु है। यमजनादा भनेको शान्त अथवा भद्र भलादमी हुनु। 123 × 456 गरेछ यहाँ 5688 निकालिसक्यो हो। कति निकाल्यो रे 56 एकाइ दाइ सैकडा हजार 10,000 ए 56,088 चाहिँ रहेछ। ल त्यसो भएपछि अब हेर्नुहोस् है तोकतोक आधा चलाक हुनुहोस्। म संयोगी भनेको व्यक्तित्व चाहिँ खुब आधा भनेको एकदम हतारिएको हुनु। यसको धैर्यवान हुनुलाई चाहिँ फेरि नुगुत आधा भन्छ है साथीहरु। नुगुत थादा नुगुत थादा भनेको चाहिँ धैर्यवान हुनु। धैर्यवानलाई सक्यो छोड्दिउँ। अब हेर्नुहोस् है अब खुरिमुल फोगो चित्र हेरेर थेवारुल संवादलाई चाहिँ वानसँग चाहिँ पूर्ण गराउनुहोस् भन्छ। जस्तो माधुसी भन्छ माधुसी नहुन् माधुसी चाहिँ मसिस है ह्यान्डसम के अरे सरी राम्रो देखिनुहुन्छ त गुड लुकिङ छ त भन्छ। ने भनेपछि हजुर मसिस है गुड लुकिङ छ अरे हो। त्यो चाहिँ निछानन सिनो निछान्ने जुन जीको चाहिँ खिगा खयो उचाइ अग्लो छ ने खिगा खयो सक्यो नि खयो अथवा खुम्निदा चाहिँ लेख्ने भयो नि हुन्छ यो खुम्निदा लेखे पनि भयो खयो लेख्दा नि भयो है। खुम्निदा लानु भने फर्मल भयो खयो भने तर खिगा चाहिँ राख्नु पर्यो यहाँनेरि। त्यतै छाया सिनुन मरिगा चाल भयो भन्छ है।
छायाजीको कपाल चाहिँ छोटो छ त भन्छ। आनियो भनेपछि होइन। अब के हुन्छ त? आनियो खिरयो हुन्छ यहाँनिर होइन। खिल्दाबाट खिर यो के छ त? लामो छ। त्यस्तै अब थोङसेङ हुन् भाइ चाहिँ यामजन है हो, शान्त छ त भन्छ होइन। यो वालबा रह्यो। वालबा राधा भनेको के हो त? फुर्तिलो हुनु। त्यहाँ माथि छ है साथी यहाँ। यहाँनिर छ वालबा राधा। अब त्यसो भएपछि यतातिर जाउँ तल है। के छ त भन्नुहुन्छ भने आजको कुरामा चाहिँ गो रहेछ। गोले चाहिँ के हुन्छ? र अथवा ए र होइन। र अथवा ए र भन्ने अर्थ जनाउँछ यसले। दुईटा फरक वाक्य होइन भव क्रियाहरूलाई जोड्दाखेरि अघि नै बताइसकेको छु। गो नुन र एर भन्ने चाहिँ थोङसा ह्याङ्गिङ साई क्रिया विशेषणमा फुत टाँसेर थु काजी दुई खालका अथवा दुई प्रकारका इसाङे भन्दा ज्यादाको। इसाङ भनेको भन्दा ज्यादा। साङथे अवस्था, ह्याङवे गतिविधि, सासिरुल सत्य कुरालाई चाहिँ, नायल हामुल भनेको पङ्क्तिबद्ध गराएको कुरालाई चाहिँ नाथानिन्दा देखाउँछ अरे। पङ्क्तिबद्ध क्या। जस्तो आछिमे छुपको बिहान चाहिँ चिसो हुन्छ र नाचे नुन दिउँसोमा चाहिँ थवायो के हुन्छ? गर्मी हुन्छ। बिहान र दिउँसोलाई पङ्क्तिबद्ध गर्दा त्यसैलाई नायल हादा भन्छ। पढेर हेरौँ। निच्छानान सिनुन। निच्छानानजी चाहिँ खुगिगा खुगी खिगा खुगो उचाइ अग्लो र मरिगा खिरायो कपाल चाहिँ लामो छ। अब उचाइ अग्लो हुनु एकातिरको कुरो, कपाल लामो हुनु अर्को कुरो। यो दुईटा क्रियाहरूलाई यसले जोड दिने काम गर्यो, संयोजक गर्यो है। संयोजन छनन। म चाहिँ सिगुल खानेकुरा मान्दुल्गु बनाउँछु र मिनमिङ आउङ सिनुन। मिनमिङ आउङजी चाहिँ सल्गजिरु ल्यायो भाँडा मान्नुहुन्छ। थारा सिनोन। थाराजी चाहिँ काम्बोडिया साराम। इगो नाउनसँग चाहिँ इगो हुन्छ है साथीहरू। फेरि अघि भन्नु बिर्सेछु मैले। एनओ म्याङ्सा भन्छ त्यसलाई होइन। एनओयुएन नाउनसँग चाहिँ प्लस के हुन्छ त? इगो हुन्छ है। हो र भन्ने अर्थ हो। किन त नाउनसँग इदा हुनुमा चाहिँ इम्निदा इ र ए लाग्छ नि त, त्यही भएर इगो। त्यसपछि थारा सिनोन। थाराजी चाहिँ काम्बोडिया सारामिगो काम्बोडियन मान्छे हो र। खाल्लो सिनन भन्छ। खाल्लोजी चाहिँ फिलिपिन सारामी हो, फिलिपिनी मान्छे हो अरे। अब यतातिर चाहिँ जाउँ। अब त्यसपछि थु काजी भन्छ दुई प्रकारका इसाङे भन्दा ज्यादाको ह्याङ्वे रुल गतिविधिलाई। सिगान जकिन भनेको समयबद्ध सुनसतेरो क्रमबद्ध अरे। समयसँगै के हो त? क्रमबद्धता गरेर यन्गेराल्ते एदो जोड्ने बेलामा पनि गोरुल गोलाई चाहिँ सायमान्दा प्रयोग गरिन्छ अरे क्या। त्यसपछि घटनाहरूलाई मात्रै नभएर समयलाई पनि यसले चाहिँ गोले संयोजन गर्छ अरे। अब खारिम सिनोन। खारिमजी चाहिँ उन्दोङ्गुल हागो भन्छ। के गर्छ अरे? व्यायाम गरेर सावयसयो नुहायो अरे। त्यसपछि कतिखेर उसले के गर्यो अरे त? पहिले खेल खेल्यो अरे, त्यसपछि एउटा के अरे त? नुहायो हो। यसरी यो फरक समय हो नि त। अब उसले व्यायाम गर्ने फरक समय हो, नुहाउने फरक समय हो, त्यसलाई पनि संयोजन गर्छ भन्छ। अब हेर्नुहोस्। थेवा रुल वानसँग आसेउ संवादलाई पूर्ण गराउनुहोस् भन्छ। जस्तै सादा सस्तो हुनु, मासिद्दा मिठो हुनु। अब के हुन्छ त यहाँ? साग हो सकिगयो है। गो मात्रै लाग्ने सस्तो र अनि के हो त? मासिसयो मासिस यो मासिसयो मिठ सस्तो र मिठो छ। सागवागा हत्ते स्याउ कस्तो छ? चिगुम नाल्सीका हत्ते हो। अहिलेको मौसम कस्तो छ? छुपको के हो त? छुप्ताबाट छुप गो। अनि त्यसपछि कस्तो छ भन्दाखेरि नुनी वायो हो। हिउँ परेको छ। नुनी वायो। नुनी वायो। ल
त्यस्तै अब खाल्लो सिनुन अत्ययो। खाल्लोजी चाहिँ कस्तो व्यक्ति हो भन्छ, छेमी इक्को रमाइलो र छाके हो मन राम्रो हुन्छ। त्यस्तै मन राम्रो हुनु छाकादा भनेको पाल्ले आधा लुगा धुनु, छङ्सो आधा सरसफाइ गर्नु। छुमारे म एस्सा हो, के गर्नुभयो, पास्ट एक्सन हो, के गर्नुभएको थियो, पाल्लेरो लागो यहाँनिर गो, अनि त्यसपछि के हो छङ्सो एस्सा हो फेरि है। त्यस्तै गरेर छाया सिनु नते हो। छाया चाहिँ कस्तो हुनुहुन्छ, तोक हागो, तोक हादाबाट तोक हागो दा आउट भयो, अनि फुजारी नादाबाट के हो त हे यो, यसलाई हे यो यसरी। त्यस्तै हानगुगा खोङबुगा अत्ते हो। कोरियन भाषाको अध्ययन कस्तो छ भन्छ, स्विप्ता स्विपको यहाँनिर गो होइन, अनि छेमी सयो रमाइलो छ। फोगी वाकाची उदाहरण सँगसँगै सुगो लेखेर छिङ्गुरुल साथीलाई सोगे पोस्यो, परिचय गराए हेर्नुहोस् अरे साथीलाई है। जस्तै छे छिन्गु मेरो साथी निच्छानान हुन्। निच्छानान चाहिँ थेगुक सारा मिम्दा थाइल्यान्डको मान्छे हो। निच्छानानजी चाहिँ खिगा खुगु उचाइ अग्लो र येपुम्निदा सुन्दर छिन्, खुरिगो अनि छिन्जराम्निदा दयालु पनि छिन्। त्यही नै अब हामीले यहाँ माथिको उदाहरण जस्तै सर्लक्क हेरेर अब यी छिङ्गु इरुम र खुकजक उसको देश होइन। अब त्यहाँनिर चाहिँ तपाईँले लेख्नुहोस् यहाँ आफ्नो साथीको नाम र उसको देश। त्यसपछि वहीमा बाहिरी सुरुप कस्तो छ, खिगा खुदा अरे उचाइ अग्लो र या पुम्निदा होइन। खुगो यहाँ चाहिँ खुगो हुन्छ, यहाँ खुगो लाउने हो, खुगो र ये पुम्निदा। अनि त्यसपछिबाट अनि खुरिगो थपिदिने, के थपिदिने त यहाँ यसलाई चाहिँ खुरिगो यहाँ लिएर थपिदिने, अनि यहाँ खुगो यहाँ लगाउने होइन। अनि के हो त छिन्छर हाम्निदा अथवा छिन्छर हेयो। ल थेवा हेर्नु साथीहरू आफैले पढ्नु होला है। त थेवामा चाहिँ अब हामीले गर्दाखेरि धेरै समय लाग्ने भएकोले गर्दाखेरिलाई तपाईँहरूको नि समय बर्बाद, मेरो नि समय बर्बाद हुन्छ। त्यही पनि पढिसक्नु भएकोले एकचोटि मजाले हेर्नुभयो भने केही ज्ञान लिनुहुन्छ कि भन्ने उद्देश्य हो, अरू कुनै उद्देश्य छैन साथीहरू। विशुद्ध एकचोटि पढिसक्नु भएको अथवा क्लास लिइसक्नु भएको अथवा पढ्दै गर्नुभएकोले पनि कुनै ठाउँमा गएर सरहरूसँग सिक्दै हुनुहुन्छ भने यो एकचोटि हेरेर तपाईँले अनि उहाँ सरले व्याख्या गर्नुभएपछि पूर्ण बुझ्नुहुन्छ भन्ने मेरो चाहिँ अभिप्राय हो। त्यही भएर मिनिङहरू लेख्दा आदि दिँदै गर्दाखेरि धेरै लामो हुने भएकोले त्यसको लागि चाहिँ माफ गर्नु होला है। खुगासे तेहेनुन छोस्योङ हागो त्यसको बारेमा चाहिँ माफी गर्नु होला र है। थानादुरी सुल्सु अप्सुम्यान्दो होइन, लेख्न नसक्ने भए तापनि छे सल्मेङमान मेरो व्याख्या मात्रै थुरुसिम्यान सुनिदिनु भयो भने होइन, खेन्सानगत काथुन्दै हो राम्रै हुन्छ जस्तो लाग्छ है। ल हेर्नुहोस् अब छेसिथिन फ्योनुल भन्छ प्रस्तुत गरिएको अथवा दिएको अभिव्यक्तिलाई चाहिँ वारेङ आया प्रयोग गरेर थेवाए पोसे संवाद गरी हेर्नु भन्छ। अब थोङसेङ भनेको चाहिँ यो है साथीहरू, थोङसेङ भाइ अरे तोक खाँदा चलाक हुनु, वरबर आधा फुर्तिलो हुनु। त्यस्तै ओप्पा दाजु होइन, त्यसपछि गएर छाक हादा मनको राम्रो हुनु, छिन्जर हादा दयालु हुनु। त्यस्तै यी सारा मन नुगु यही हो भन्छ। यो मान्छे चाहिँ को हो, छे थोङसेङ ये हो मेरो भाइ हो। छे थोङसेङ हुन् मेरो भाइ चाहिँ तोक हागो हाम्रो लागेको यही हो आज। गो र चलाक र वारबार यो फुर्तिलो छ। अब यो थोङसेङको ठाउँमा ओप्पा लगाउने क्वेसन त्यही हुन्छ। अनि छे थोङसेङबाट यहाँनिर तोक आधा, यसरी तोक आधाको ठाउँमा छाक आधा, अनि त्यसपछि लास्टमा छिन्चल आधा यसरी लगाउने हो। ल युङ हान फेवममा हेर्नुहोस् महत्त्वपूर्ण अभिव्यक्तिमा के भन्छ भने हानबन्ध अझ एकपटक ज्यादा, एकपटक अझ अरू मालसुमे जुसिगेसयो बनाइराख्न सक्नुहुनेछ कि बनाइराखिदिनु हुनेछ कि। यस्तो कुरा इरन मालदुरुन मान्यगे साङ्थे भाङी दोस्रो पक्षले चाहिँ अत्तन मारुल हेस्सयो कस्तो कुरा गर्यो अथवा अत्तन छिसी म्याङनङ हेस्सयो अथवा मुअसुल मुरफ फस्सयो के चिज सोधिएर हो, मुअसुल सल्मेङ हेस्सयो के कुरालाई चाहिँ व्याख्या गरेको थियो।
खुगनुन छालमो थुरा सुल्ते राम्ररी सुन्न नसकेको बेलामा अथवा तपाईँले सुन्नु भएन बुझ्नु भएन खुत्तेनुन त्यस्तो बेलामा चाहिँ हानबन्द अझ एकपटक जाएर चाहिँ सालमाङे ताल लागो हेसुल्ते व्याख्या गरिदिनुहोस् भनेर भन्ने बेलामा है छोसङाजीमान माफ गर्नु होला तर पनि हानबन्द एकपटक अझ ज्यादा चाहिँ मालसुमे जुसिगे सयो भनाइराखिदिनु हुनेछ कि अथवा राखिदिई बक्सिनु हुनेछ कि छेगा छाल मोथुरा सयो मैले राम्ररी सुन्न सकिनँ ओहो यी छन् 2000 थ अझ ज्यादा छुस्या थियो दिनुपर्छ यसको मतलब के रहेछ त पैसा रहेछ लिने दिने बेलामा काहीँ सामान किनेको होला यति भयो प्राइस भनिदियो मूल्य उसले बुझेन त्यही भएर एकचोटि भनिदिनुहोस् न भन्यो उसले 2000 अरू ज्यादा दिनुपर्छ भनेर भन्यो यस्तो बेलामा ल खुरम छङ्बु र मुनमा एकचोटि गरी हेरौँ संस्कृति र जानकारी अब नोफी मालगुवा भन्छ आधारर्थी भाषा र फनमाल ठाडो भाषा यो त अब धेरै पढिसकेको छ साथीहरू तै पनि तपाईँहरूलाई आउँछ नै होला हेरौँ अब हानगुगएनुन कोरियन भाषामा चाहिँ नोफिम माल यसलाई छोन्दे भन्छ के भने छोन्दे अथवा छोन्दे अनि छोन्ग्याङ भन्छ है छोन्जुङ पनि भन्छ त्यो भनेको चाहिँ सम्मान हो अब यो भनेको छोन्ग्याङ है छोन्ग्याङ भनेको नि आदर सम्मान हो साथीहरू ल नोफिम माललाई छोन्दे छोन्ग्याङ छोन्देत भनिन्छ अथवा नोफिम है हानगुगएनुन कोरियन भाषामा नोफिम माल आधारित भाषा छोन्देत माल आधारित भाषा गुवा र फानमारी ठाडो भाषा चाहिँ यी सुम्निदा छ नोफिम मारुन आधारर्थी भाषा चाहिँ छासिन बोधा आफूभन्दा है यो बोधा भनेको चाहिँ फिग्यो थुकाजी मुलगनुल फिग्यो हाल्ते भन्छ क्या दुई प्रकारका सामान अथवा मान्छे जे होस् होइन फिग्यो भनेको तुलना गर्ने बेलामा प्रयोग गरिन्छ छासिन बोधा आफूभन्दा नाइगा उमेरले मानखना ना इना गना भनेको अथवा बिएसटीसँग गना लाग्छ वा अर अथवा ठुलो अथवा धेरै अथवा छिविगा पदले चाहिँ नफुन उच्च भएको सारामेगे मानिसलाई सायोङ हाम्य प्रयोग गरिन्छ अरे हो उच्च भाषा चाहिँ कसलाई आफूभन्दा उमेरले ठुलो भएको र पद पनि ठुलो भएको मान्छेलाई प्रयोग गरिन्छ र फानमारुन ठाडो भाषा चाहिँ नाइगा उमेर 6 गुण सानो छक्ता भनेको कम हुनु है साथी सानो हुनु थोरै पनि हुनु पनि हुन्छ छक्ता भनेको फेरि नाम लेख्नु भर्नु कोर्नु पनि हुन्छ फानमारुन ठाडो भाषा चाहिँ नाइगा 6 गुण उमेर सानो भएको सारामेगे मानिसलाई चाहिँ सायङ हाम्दा प्रयोग गरिन्छ खुराना तर यो खुराना खुरेदो खुरचिमान खुरन्दे आइसकेपछि पछाडि र अगाडिको भनाइमा डिफ्रेन्स अथवा भिन्नता पाइन्छ यो जिमान पनि त्यही नै हो खुराना तर छासिन बोधा आफूभन्दा नाइगा छगदो उमेर सानो भए तापनि छौमा नान पहिलोचोटि भेटेको सारामिना मान्छे अथवा इना आई भन्दैछ ना इना गना भनेको अथवा यो नाउनसँग लाग्यो नाराइना मानिस अथवा खाकाप्दा नजिक हुनु जियान्दा नहुनु खाकाप चियानुन नजिक नभएको सारामेगिनुन मानिसलाई चाहिँ साङथे भाङुल दोस्रो पक्षलाई चाहिँ छोन्जुङ हानुन आदर गर्ने है छोन्जुङ हादा भनेको आदर गर्ने सम्मान गर्ने उही मेरो अर्थको रूपमा नोफिम मारुल आदर्थी भाषालाई चाहिँ सायङ हानुन खसी प्रयोग गर्ने कुरा नै छुस सुम्निदा राम्रो हुन्छ अरे के सानो मान्छेलाई चाहिँ फानमाल गरे तापनि पहिलोचोटि भेटेको र नजिक नभएको क्या मान्छेलाई चाहिँ आदर गर्ने अर्थमा ठाडो के अरे उच्च भाषा बोले नै राम्रो हुन्छ भन्छ छैगनुन हालमा चाहिँ है वर्तमानमा चाहिँ अहिलेका दिनहरूमा चाहिँ छिकचाङ हेसादो कार्यस्थलमा पनि छासिन बोधा आफूभन्दा अरिदा भनेको सानो हुनु अरिगना सानो अथवा छिविगा पदले नत्ता भनेको होचो सानो नोप्ता भनेको उच्च अग्लो है त्यसपछि नाजुन भनेको सानो पदले सानो सारामेगे मानिसलाई चाहिँ नोफिम मारुल आधारर्थी भाषालाई चाहिँ सायङ हानुन प्रयोग गरिने ख्याङ्गुगा अवस्था चाहिँ मान सुम्निदा धेरै रहेको छ अरे साथी हो मान सुम्निदा भनेको धेरै रहेको छ अरे आजभोलि चाहिँ के त भन्दाखेरि कार्यस्थलमा पनि अब आफूभन्दा पदले सानो मान्छेलाई पनि के छ त आदर गर्ने गरिएको अथवा अवस्था चाहिँ धेरै छ अरे आधारर्थी भाषा बोल्ने हानगुग
रो कोरियन भाषामा माराल्ते कुरा गर्ने बेलामा थेवा साङथेफाङ्गिना भन्छ। संवाद गरिने दोस्रो पक्ष अथवा थेवा साङहाङे तारा संवादको परिस्थिति अनुसार अरे क्या। कोरियन भाषामा कुरा गर्ने बेलामा चाहिँ थेवा संवादको साङथेफाङ्गिना संवाद गरेको दोस्रो पक्ष अथवा थेवा संवादको साङहाङे भनेको अवस्था चाहिँ तारा अनुसार नोफिम माल्वा आदर्थी भाषा र फनमारुल ठाडो भाषालाई चाहिँ खुब्या रहेछ भनेको खुब्या लादा भनेको छुट्याउनु वर्गीकरण गर्नु है साथीहरू, छुट्याउनु क्लासिफिकेसन। एसा भनेको आशा आशा हेसा हेसा भनेको त एरा खुब्या लादाबाट खुब्या राधाबाट आएको खुब्या रहेछ छुट्याएर चाहिँ सायोङ हे हामीदा प्रयोग गर्नु पर्दछ। खुरची आनुम्यान भन्छ। त्यसो गरिएन भने के त परिस्थिति र अनि दोस्रो पक्षको सँग संवाद गर्दाखेरि यो ठाडो भाषा र चाहिँ के अरे आदर्थी भाषा छुट्याइएन भने भन्नु खोजेको यो खुरची आनुम्यान। त्यसो गरिएन भने साङदेबाङ्गुल दोस्रो पक्षलाई चाहिँ फुल्फ्यान आगे हाल्छु इसुमिदा। फुल्फ्यान आगे हाल्छु इसुमिदा भनेको चाहिँ असहज बजा हुने गर्दछ अरे, असहज मना हुने गर्दछ। यी खोमावयो भन्छ। यो धन्यवाद छ है भनेर यो नोफिम मालै गऱ्यो भने यता खोमावा ठाडो भाषा बोल्यो है। ठाडो भाषा चाहिँ अ आ हे य मात्रै गरिन्छ क्या। फाप मग भात खा इ रे काम गर इरिवा यता आइज छल्लो खा उता जा होइन, यसरी चाहिँ पढिन्छ। एकारेसरी बोल्ने गरिन्छ कोरियामा चाहिँ है। एकातर्फ यो भयो भने हानफ्यान अर्कोतर्फ छासिन बोधा आफूभन्दा नाइगा उमेरले मानादो धेरै भए तापनि खाजोक ग्वा काथु काछी भन्छ। परिवार जस्तै अथवा उस्तै आज अत्यन्तै खाक्का नजिकको ख्वाङ्गे राम्यान रामेन इरामेन भयो भने है। ख्वाङ्गे भनेको सम्बन्ध हो भने अथवा भयो भने चाहिँ सम्बन्ध भयो भने चाहिँ फानमारुल ठाडो भाषालाई सायोङ हागिदो हाम्निदा प्रयोग गर्ने पनि गरिन्छ अरे। अब नजिकैकोमा त ततममा चल्ने नै हुन्छ नि त। हाम्रोतिर नि दाजुभाइहरू ए दाइ कता हिँडेको ओ दिदी कता हिँडिस् भन्छन् नि, त्यस्तै हो। त्यो भनेको चाहिँ नजिकको घनिष्ठता आफ्नो परिवारको हिसाब हो। अब तारिना यो घनिष्ठता है ख्वान्गे एकदम नजिकैको र परिवार। तारिना छोरी अथवा अनि त्यसपछि के भन्छ भन्दाखेरिलाई आदुरी छोराले पुमोनिम्के भनेको मातापितालाई फानमारुल ठाडो भाषा चाहिँ हानुन गरिरहेको खसुल कुरालाई चाहिँ सिक्कै सजिलैसँग थुरुल्सु इद्नुन सुन्न सकिने है। थुद्दा सुन्नु थुरुल्सु इत्ता ल उल्सु इद्नुन नलाई सक्नु सुन्न सकिने कत्तो कुरा पनि इत्ते मुने इम्निदा यसैको कारणले अरे। इत्ते मुने यसको कारणले इम्निदा भनेको के को भन्दा यो खाकाउ नजिकको र खाजो परिवार भएकोले। इवा काछी यो सँगसँगै नोफिम माल्वा आदर्थी भाषा र फानमारुन ठाडो भाषा चाहिँ छन्जुङ्गे भनेको चाहिँ आदरको छङ्दो पुनमान गरे जति मात्रै है। आदर गरे जति मात्रै आनिरा नभएर पुनमान आरिरा मात्र नभएर छिनमिल घामुल भनेको आत्मिक भावना है साथीहरू। आत्मीयता अथवा घनिष्ठताको भावना खाम है खामजङबाट घनिष्ठता भइएको भावनाको छङ्दोरुल जतिलाई पनि थुरने भनेको निकालिने अथवा प्रकट गर्ने। थुरनेनुन भनेको प्रकट गरिने। छुङ्यहान महत्त्वपूर्ण यक्खारुल हाम्निदा भूमिका निर्वाह गर्ने गर्दछ अरे। यक्खाल भनेको भूमिका। हिरे हाम्निदा आशा गर्दछु है यगी काजिनुन ये यसै हो बुझ्नुभयो होला। क्रम इल्गिरो नखाप्सिदा मेचिनका हल्सिनभन्दा त्यसो भएपछि अब जाउँ यतातिर। हेर्नुहोस् इल्गीमा थाउम नेयोङवा तलको विषयवस्तुसँग खन्गेनन सम्बन्ध भएको खोरिमूल चित्रलाई खोरु सिप्सियो छान्दिनुहोस्। हालमनी इम्निदा हजुरआमा हाराबजी हालमनी आबजी अमनी खुराम उरी छङ्दाबुन इवन इम्निदा छ। थाम थानावा तलको शब्दसँग विमिगा अर्थले
फिचुतान उस्तै भएको, फिचुतान उस्तै भएको, मारुन कुरा चाहिँ मसिम्निका के होला? यान्से शुभ उमेर र इरोम नाम नाई शुभ उमेर, खोयाङ जन्मगाउँ, खुक्चक राष्ट्रियता नेसनालिटी, उरी छङदाबुन इभन इम्मिदा खुरम साम भने थाम थानाई तलको शब्दको फान्दे मारुन विपरीत अर्थ दिने कुरा चाहिँ मसिम्निका के होला त? वारवा राधा फुर्तिलो हुनु है साथी हो। के हुनु अरे? फुर्तिलो। माथि नै छ, हामीले हेरिसक्यौँ। फुर्तिलो त्यसपछि एक्टिभ क्या, यताउता चदरबुदर गरेर राख्ने। छिन्जर आधा दयालु हुनु, तोकतोक आधा चलाक हुनु, यामजान आधा भद्र हुनु, शान्त हुनु, बुझेरी नादा भनेको जाँगरिलो मेहनती हुनु। खुरम फान्दे मारुन साम बनिम्दा शान्त। अब मित छुल्छिन थाम छुङ तलमध्ये मित भनेको तल, छुल भनेको लाइन, छिन भनेको छिदा भनेको काट्नु, छिन भनेको काटिएको भनेको अन्डरलाइन गरेको। फुबुनी भाग मान्दन मिल्ने मुन्जाङ्गोल वाक्यलाई चाहिँ खोरु सिप्सियो छानिदिनुहोस्। अब यहाँनिर चाहिँ के हो त? सिधा उसिधा लगाएको रहेछ है साथीहरू। ल हेरौँ। अमनी केसनन्। अब अमनी केस भनेको के हो त? माताज्यूले अथवा चाहिँ छङसुरुल आसिमनिदा सरसफाइ गरिबक्सनुहुन्छ माताज्यूले, अथवा चाहिँ आबजी केस बुबाज्यू चाहिँ छाङमुनुल झ्याललाई ताक सिम्निदा ताकताको फाँच्चीमा आयो साथीहरू। त्यहाँ उसी लाउनु पऱ्यो। के लाउनु पऱ्यो? उसी लाउनु पऱ्यो है। यहाँ चाहिँ सी लगाइदियो सिधै, त्यसपछि नो मिलेन। साम भने हालमनी के छ? हजुरआमाज्यू चाहिँ अथवा ज्यूले चाहिँ सिगुल खानालाई चाहिँ मान्दुल सिम्निदा ल फाछिम हटेन। त्यसपछि यहाँ त दु सिम्निदा हुन्छ हो, मान्दु सिम्निदा ल फाछिम उड्छ। त्यसपछि यो पनि मिलेन। सा भने हाराबजी के सानन् हजुरबुवा ज्यूको चाहिँ खिगा उचाइ ऊ यहाँ हुँदैन, सिधै खु सिम्निदा हुन्छ। यो ऊ काटिन्छ। त्यसैले उरी छङ्दावन इल्बनिदा मेचिनगा थाम खुरुल तलको हरफ अथवा लेखलाई चाहिँ इल्को पढेर नेउङ्ग विषयवस्तुसँग काथुन उस्तै खसुल कुरालाई खोरु सिप्सियो छानिदिनुहोस्। हानगुगे सनुन कोरियामा चाहिँ छासिन बोदा आफूभन्दा नाइगा उमेरले मानुन धेरै भएको सारामेगे मानिसलाई नुफ्फिम मारुल आदरार्थी भाषा चाहिँ सायङ हाम्निदा प्रयोग गरिन्छ। खुरना तर छासिन बोदा आफूभन्दा नाइगा उमेरले मानादो धेरै भए पनि है, आदो अदो हेदो यदो भनेको ए पनि अदो आदो हेदो यदो ए पनि धेरै भए पनि, किन मान्थाको यहाँ आ छ, आ भएपछि आ समाज छ। सिम्पल प्रेजेन्ट टेन्सलाई सम्झिनुहोस्। अ उ इले अदो, उ आले आदो, हादाले हेदो, मासिदा खारुसिदा सिच्छिनिरीले चाहिँ के हुन्छ? यदो। धेरै पनि खुरन तर छासिन बोदा आफूभन्दा नाइगा मानादो उमेरले धेरै भए पनि खाजोगुवा काछी परिवार सँगसँगै खाक्का हुन् नजिकैको ख्वान्गे इदा भनेको सम्बन्ध हुनु। त्यसपछि इल्तेनुन भएको बेलामा, सम्बन्ध भएको बेलामा इदा बढाएको यो साथीहरू। यो इल्ते भएको बेलामा फानमारुल ठाडो भाषालाई सायङहा गिदो हाम्निदा प्रयोग गर्ने पनि गरिन्छ। गिदो हादा ने पनि गरिन्छ, प्रयोग गर्ने पनि गरिन्छ। खुरिगो अनि छासिन बोदा आफूभन्दा नाइगा उमेरले 6 गुण सानो सारामेगेनुन मानिसलाई चाहिँ फानमारुल ठाडो भाषा सायङ हाम्निदा प्रयोग गरिन्छ है। हाजिमान भए तापनि यसरी हुन्छ। हाजिमान, जिमान, खुरन्दे, खुरेदो यी सबैले के गर्छन् अरे पछाडि गएर उल्टो बोलिदिन्छन् अगाडि र पछाडिबाट। त्यसो भए तापनि नाइगा उमेरले छगदो सानै भए पनि छौम मन्नतगना पहिलोचोटि भेटाउनु भएको अथवा छिन हादा घनिष्ठ हुनु, जी आन्दा नहुनु, छिन हाजी आनुन घनिष्ठ नभएको
सारामेगेनुन मानिसलाई चाहिँ नोप्फिमारुल आदरार्थी भाषा चाहिँ सायोङ हेया हाम्निदा प्रयोग गर्नै पर्छ। अ या आ या हे या हादा यु मस्ट ह्याभ टु बी है गर्नै पर्छ। ल इल भने हान्गुकेसनुन कोरियामा चाहिँ छिनहान सारामेगे घनिष्ठ भएको मानिसलाई नोप्फिमारुल आदरार्थी भाषा सायोङेस प्रयोग गरेर माराम्निदा कुरा गरिन्छ अरे होइन नि। यहाँ हेर्नुहोस् त है मानादो उमेर धेरै पनि खाजोका काछी परिवार जस्तै खाक्का हुन् ख्वान्गे इल्ते सम्बन्ध फानमाल सायोङ हागिदा हामीदा भनेको छ नि त होइन ठाडो भाषा नि गरिन्छ नि। त्यसो भएपछि इभनमा हान्गुक सारामुन कोरियाली मानिसहरू चाहिँ साङते भनेको दोस्रो पक्षको नाइए तारा उमेर अनुसार सायोङ हानुन प्रयोग गर्ने मारी कुरा चाहिँ थारुम्निदा फरक छ अरे छ कि छैन त छ नि। ठुलोलाई आदर सानोलाई ठिकैको अथवा ठाडो भाषा पक्नुहोस्। अब नाइगा अरिन उमेर सानो भएको सारामेगेनुन मानिसलाई चाहिँ छिन हाजी आनादो घनिष्ठ नभए तापनि छिनादा घनिष्ठ हुनु जियान्दा नहुनु आदो अदो एदो ए पनि घनिष्ठ नभए पनि फानमारुल सायोङ हाम्निदा ठाडो भाषा प्रयोग गरिन्छ र होइन। यी हेर्नुहोस् हाजीमा नाइगा छ गदो छौँ मान्नत गर्न छिन हाजी आनुन सारामेगेनुन नुप्फिमारुल सायोङ आदरार्थी भाषा बोल्नुपर्छ हो। त्यसै सा भने खाजोक छरम परिवार जस्तै छरम भनेको जस्तै उस्तै खाक्काउन नजिकैको ख्वान्गे अदो इदाबाट है भए पनि सम्बन्ध भए पनि परिवार जस्तै नजिक सम्बन्ध भए पनि नाइगा मानुम्यान उमेर धेरै भयो भने चाहिँ नोप्फिमारुल आदरार्थी भाषालाई चाहिँ सायोङ हे हाम्निदा प्रयोग गर्नुपर्छ भन्छ होइन। हेर्नुहोस् खुरना तर छासिन बोदा नाइगा मानादो खाजोगवा काछी खाकाउन खाङ्गे इल्ते भन्छ नजिकको अथवा घनिष्ठ सम्बन्ध हुने बेलामा चाहिँ भएको बेलामा चाहिँ के भन्छ त फानमारुल सायोङ हागिदा हाम्निदा ठाडो भाषा बोल्ने पनि प्रयोग गर्ने पनि गरिन्छ अरे। त्यसपछि के हुन्छ त हान्गुक सारामुन कोरियाली मान्छेहरू चाहिँ साङथे दोस्रो पक्षको नाइए तारा हो उमेर अनुसार सायोङ हानुन मारी प्रयोग गर्ने कुरा चाहिँ थारुम्निदा फरक छ। हजुरबा हजुरआमालाई त्यही रेस्पेक्ट गर्नु पर्यो भाइ बहिनीहरूलाई त्यही अनुसार कुरा गर्नु पर्यो हो यसरी नाइए तारा भनेको उमेर अनुसार हो क्या नि त। त्यसो भएपछि सङ्घाबुन इभन 그럼 툭기에 봅시다. हेर्नुहोस् है अब इल्बुथाई ठाउँ मूल थुत्को तलको सुनेर मुरुमे सोधिएकोमा आलमाजुन मिल्ने थेदाबुल प्रश्नलाई खोरु सिप्सियो छान्दिनुहोस्। (1번부터 2번까지) 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. 1번 아버지께서 키가 크세요? 아버지께서 भनेको बुबाज्यूको चाहिँ खिगा खुसेयो उचाइ अग्लो छ त भनेर प्रश्न आयो है साथीहरू। एकमा सुनौँ। 1. 네, 아버지께서는 집에 계세요. हाम्रो प्रश्न छ उचाइ अग्लो छ कि छैन भन्ने कुरा हो तर हजुर छ अरे आबजी केसनन् बुबाज्यू चाहिँ छिबे खेसेयो घरमा होइ बक्सन छ अरे मिल्छ त मिल्दैन नि हैन। 2. 네, 아버지께서는 키가 크세요. यो चाहिँ अब मिल्ला जस्तो छ। हजुर आबजीकेसनन् खिगा खुसेयो भन्छ। अब बुबाज्यूको उचाइ अग्लो छ त ने हजुर हजुर आबजीकेसनन् बुबाज्यूको खिगा खुसेयो उचाइ अग्लो छ। 3. 아니요, 아버지께서는 회사원이세요. यसले छिगप बताए छिगप पेसा हो हामीलाई छ उचाइ। अनि होइन होइन आबजीकेसनन् बुबाज्यू चाहिँ वैसावन इसे हो इदाबाट है इम्निदा वैसावन इम्निदाबाट इसे हो कम्पनीको कर्मचारी होइ बक्सन छ छिगप बतायो। 4. 아니요, 아버지께서는
네팔에 사세요? खुक्चक बस्ने ठाउँ होइन सानुनकोत होइन बसिरहेको ठाउँ त्यसपछि बुबाज्यू चाहिँ नेपालमा होइ बक्सन्छ के अरे बसी बक्सन्छ अरे त्यसपछि हाम्रो खिगा खुदा हो नि त होइन त्यसो भएपछि हाम्रो छङ्दाबुन इबन 여동생이 몇 명이에요? 1. यदोङसेङी म्यादम्याङ इएयो भन्छ यदोङसेङ बहिनी म्याद भनेको कति म्याङ भनेको जना इएयो कतिजना हो त भन्छ म्यादम्याङ इएयो कतिजना छन् त 학생이에요. फेरि उसको छिग बताइदियो हाक्सेङ इएयो विद्यार्थी हो भन्छ तर कतिजना छौँ भनेर भन्छ होइन 2. 부지런해요. अब संज्ञक बताए उसको चरित्र हो फुजिरनेयो भन्छ जाँगरिलो छ भन्छ 3. 한 명 있어요. म्यादमङ हानम्याङ हो हानम्याङ इसायो एकजना छ 4. 미얀마에 있어요. सानुनकोत बताइदियो यसले पनि हो छिकुमेदनुनकोत अहिले भएको ठाउँ त्यसै म्यानमामा छ भन्छ त्यसपछि म्यादम्याङ इसायो हानम्याङ इसायो साम्बन अब तल हेर्नुहोस् थुसारामुन दुईजना मान्छे चाहिँ मोहसे तेहे के का बारेमा मारागो इसिम्निका कुराकानी गरिरहेका छन् ल